हाई एभ्रिबडी, हाम्रो नयाँ अकोमोडेसन देखाउँछु ल कतारमा। हाम्रो कम्पनीले चाहिँ हाम्रो अकोमोडेसन चेन्ज गरिदिएको छ। यस्तो छ, बाहिर चाहिँ बिल्डिङ छ। यो चाहिँ कम्पाउन्डभित्र पहिला चाहिँ 2टा बिल्डिङ मात्रै थियो। पहिलाको अकोमोडेसनमा चाहिँ अहिले चाहिँ थुप्रो बिल्डिङहरू छ। सो म भित्र लाँदैछु। यस्तो छ, यहाँभित्र चाहिँ ठुलो डाइनिङ हल थियो, तर यहाँ चाहिँ पार्टिसन गरेर रुम बनाउँदैछ अहिले चाहिँ। हेर्नुहोस्, यस्तो छ। यहाँ चाहिँ स्टोर रुम छ। यहाँ एउटा कमन वासरुम छ हैन। अब यहाँ चाहिँ केटीहरूको रुम छ अनि यहाँ भित्र गएर चाहिँ हाम्रो किचन छ। किचन चाहिँ अर्गनाइज छैन, सरी त्यसको लागि चाहिँ। अनि यहाँ चाहिँ बाहिर यस्तो स्पेस छ हैन। अब हाम्रो रुम लान्छु ल। हाम्रो रुम चाहिँ माथि छ। पहिलाको बिल्डिङमा पनि फर्स्ट फ्लोरमा थियो रुम, अहिले पनि फर्स्ट फ्लोरमै हाम्रो रुम छ। माथि लाँदैछु तपाईलाई। पहिलाको अकोमोडेसन चाहिँ एकदम प्राइभेट थियो, 2टा मात्रै बिल्डिङ थियो। अहिले चाहिँ यस्तो छ। यहाँ पनि स्पेस छ हो, वर्कआउटहरू गर्नु मिल्छ, लुगाहरू सुकाउनु मिल्छ। अनि यहाँ चाहिँ हाम्रो रुम छ। यहाँ चाहिँ हाम्रो वासरुम छ। अनि हाम्रो रुम हेर्नुहोस् ल। पहिला चाहिँ हामी 2जना बस्थ्यौँ रुममा, उता पुरानो बिल्डिङमा। अहिले चाहिँ फर्स्टमै रिमा म्याडमको नाम हेर्नुहोस्। अनि यस्तो छ हाम्रो रुम चाहिँ। 3जना बस्छौँ हामी चाहिँ। Thank you for watching.